अब चाँडो र मुष्टिक मामाहरूलाई त हामीले सुधाम पठाइसकेका छौँ। अब म पनि जानुपर्छ कि तिमी गएर पहिला भेट गर्छौ मामाश्रीसँग? अब म गएर पहिला मामासँग भेट गर्छु, त्यसपछि हजुर पनि आउनुहोला जो हो, पहिलोपल्टको भेटघाट केही आवश्यक पर्यो भने मलाई खबर गर्नु है बाबु। हुन्छ हजुर। ल जाऊ, गएर मामाश्रीसँग भेट गरेर मामा खबर मामा हजुर हजुरले मिठो भेटेँ आजसम्म नदेखेको नचिनेको यो दरबारमा हजारौँ हात्ती बराबरका बल भएका बेला यी योद्धाहरूलाई छलेर यो दरबारमा प्रवेश गर्ने चेष्टा गरिसकेको मामा हामीलाई चिन्नु भएन? हामी हजुरको आफ्नै भान्जाहरू त म कृष्ण अनि उहाँको दाजु भएर हजुरले नै थलो यज्ञका लागि भनेर निमन्त्रणा पठाउनु भएको थियो मामा। मामाले पठाएको निमन्त्रणा टार्न सकेनौँ, त्यसैले हजुरको निमन्त्रणा मान्नका लागि आएका छौँ मामा। उत्तम, अति उत्तम। तपाईँलाई गुरुहरूले बनाउने खत्तम। कुन टाइममा बेस हाल्ने थाहा छैन, कस्तो टाइममा टेबल काट्ने थाहा छैन। जागिर पनि कस्तो दिनमा दिएछ। छलिया, हे छलिया, तँलाई मैले निमन्त्रणा विषय गर्न पठाएको होइन। मेरा महान वीर बुद्धि योद्धाहरूलाई तैले छल गरेर मारेको कुरा सारा प्रजाहरूले सुनेका मात्रै थिए। तेरो पराक्रम, तेरो ताकत, तेरो शक्ति आज यी मेरा सम्पूर्ण प्रजाहरूले आफ्नै आँखाले हेर्न चाहन्छ। हामी त हजुरले यज्ञको लागि निमन्त्रणा पठाउनु भनेर भएको भएर आएका थियौँ, तर हजुरले यस्तो खालको दुष्प्रयास गर्नुहुन्छ भने हामीले सोचेको पनि थिएन। तसर्थ मामा हजुरलाई म अझ पनि अवसर प्रदान गर्न चाहन्छु। हजुरले आजसम्म गर्नुभएका सम्पूर्ण अपराधहरूलाई म क्षमा दिनेछु। आउनुहोस्, मेरो शरणमा आउनुहोस्, हजुरलाई म माफी दिनेछु। आजसम्म महाराज कंस कसैको सामुन्ने कुरा देखेको छैन र तिमीहरूलाई नै मेरा यी प्रजाहरूको अगाडि वध गर्नको लागि हामीले यज्ञको एउटा बहाना मात्रै गरेर तँलाई मैले यो दरबारमा निमन्त्रणा गरेको थिएँ। ठिकै छ मामा, हजुरको यही इच्छा छ भने आउनुहोस्, हजुरको यो इच्छा पनि अवश्य म पूर्ण गरिदिनेछु। मेरा योद्धाहरूलाई त छल कपट गरेर बन्द गरिस्। हे पापिष्ट, आज एउटा इतिहास रहनेछ आफ्नै बाबालाई, आफ्नै बाजालाई कसरी वध गर्न सक्छ भनेर। आउनुहोस् अहिले त छरिस हावा हेर्दैछस्। आइजा, आइजा। अलि साइडबाट तिम्रो लाग्ने साँच्छ।
यसलाई मामा कक्षको कति भन्छ मामा खुसी लाग्यो चोरी चोरीकन लिएर खाएको घिउ र दहीको भर्तो रहेछ कुरोमा भन्छ ढोक्नुमा चुरेर खाएको घिउको कति बल भयो कति तागत भयो आइज छली यताउति हेर्छस् आइज तिमीहरूको दुइटै दाजु भाइ आइज दुइटै पाखुरामा निवास मर्नेछु म
सबै छाडेर सबै भुलेर सदैव अन्याय मात्र हृदय तिमीलाई एउटा होइन। हजुर एक मौका दिएको आज आफ्नो दशाको भागीदार हजुर आफै हुनुहुन्छ। भगवान की